चर्चित गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज भएकी छिन्। आन्द्राको संक्रमण भएपछि अस्पतालमा उपचार गरिरहेकी उनी शनिबार डिस्चार्ज भएकी हुन्, जसको जानकारी उनले सामाजिक सञ्जाल मार्फत गरेकी थिइन्। उनी अहिले घरमै आराम गरिएकी छिन्। कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी उनी स्वास्थ्यमा समस्या देखेपछि काठमाडौँ ल्याएर उपचार थालेको थियो। सानो आन्द्रामा सुनिएको र पेटमा पनि केही समस्या देखिएको थियो। केही दिनको अस्पतालको उपचारपछि उनी घर फर्केकी हुन्। उनको स्वास्थ्यमा बिस्तारै सुधार भएको छ। रचना रिमाल भने रुकुम पश्चिम सानोबेरी बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन पुगेकी थिइन्। अचानक पेट दुखेपछि उनलाई नेपालगञ्ज हुँदै काठमाडौँ ल्याएको हो।